सबै नेपालको फ्ल्याग र इजरायलको फ्ल्यागले बिपिन जोशी भाइले यसरी अनर गर्नुभएको छ। हामीलाई यति धेरै सपोर्ट गर्नुभएको, यति धेरैजना आउनुभएको छ बिपिन जोशी भाइको अनरको। आज यो लास्ट जुन यहाँबाट जाँदै हुनुहुन्छ काठमाडौँमा र पशुपति आर्यघाटमा उहाँको दाह संस्कार हुनेछ। थ्याङ्क यू सबैजनालाई। यसरी चाहिँ हाम्रो नेपाली छोरा एउटा गोर्खाको यस नपरोस्, कसैलाई नपरोस्, नो एनी वान, नो एनी वान। Let's pray for Israel, for peace, Shanti. Pray for Israel, peace, peace. Everyone. Pray for Israel, peace. यसरी हाम्रो सुचिता साईराम जुन समाजसेवी हुनुहुन्छ उहाँले सुरुदेखि नै भाइ बिपिन जोशीको प्रोटेक्समा जहिले पनि यसरी चाहिँ आवाज उठाउनुहुन्थ्यो र सुचिता साईरामले नट फर नेपाली गाई फर अल द इजरायली होस्टेज सबैको लागि चाहिँ यसरी गर्नुहुन्थ्यो। आज यसरी बिपिन जोशी भाइको चाहिँ यसरी चाहिँ दुःखद एउटा निधन भएकोले हामी सम्पूर्ण नेपालीहरू एउटा सक गरेर बसिरहेका छौँ र हाम्रो यो श्रद्धाञ्जलीमा सबैजना आउनुभएको छ। सबैजना स्ट्रङ हुनु होला र इजरायलको शान्तिको लागि, इजरायलको पिसको लागि सबैले प्रार्थना गर्नुहोस् भन्न चाहन्छु कि आउने दिन यस्तो प्रकारको घटनाहरू कसैलाई पनि नहोस्। हामी कर्मभूमि इजरायलमा छौँ र वी लभ इजरायल, वी सपोर्ट इजरायल एन्ड वी प्रे फर इजरायल एन्ड यु किप प्रेइङ फर इजरायल एभ्री वान। त्यो भन्न चाहन्छु।